आज म यो 500 रुपैयाँमा बोराबाद भन्ने ठाउँमा घुमेर आउनेछु र त्यहाँ हेर्नेछु यो 500 रुपैयाँले के हुन्छ त त्यहाँ र त्यहाँ जान र खान सबै यही पैसाले पुऱ्याउनेछु। हेरौँ यो च्यालेन्ज म कम्प्लिट गर्न सक्छु कि सक्दिनँ है त। र हामी चाहिँ बोराबाद जानको लागि रेडी भइसकेको छौँ। यता पनि एलङ रेडी भइसकेको छ र अब चाहिँ हामी चाहिँ गाडीमा जान्छौँ अनि त्यो 500 रुपैयाँबाट कति कति खर्च हुन्छ सर्ट कटेर ठक्क मैले 500 रुपैयाँमा म बोराबाद गएर फर्किने छु। त्यो सबै तपाईँहरूलाई देखाउने छु। भिडियो लास्टमा हेर्न नबिर्सिनुलाई। हस्त धन्यवाद एकछिन पर्खिनुलाई। र चाहिँ हामी सवारीबाट झरेर अब म्याजिकमा जानुपर्ने हुन्छ। हामी चाहिँ अहिले म्याजिकमा उषा चढिसकेको छ तर हामीलाई गुरुबाले यहाँ ढोका खोलिदिनु भएको छैन र हामीलाई गुरुबाले ढोका खोलेर हामीले बसिसकेको छौँ। एकछिन बस्छु न भाइ। यहाँ चाहिँ मैले एउटा चस्मा भेटेको छु सिनेमेटिक छ। हामी चाहिँ यहाँ टक्कसँगले बोराबाद भन्ने ठाउँमा झरिसकेको छौँ। गाडी यहाँ फसेको अवस्था यहाँ पनि फसेछ। पिकनिक पार्टी चल्दो रहेछ यतातिर चाहिँ। यहाँ चाहिँ हो सुरज लास्टै भिड चाहिँ आज शनिबार भएर होला मान्छे कमिला जस्तै छ कमिला जस्तो। बोटमा जाने लाइन देख्न सक्नुहुन्छ तपाईँहरू दर्शकबिन। यही भएर बोरा बाँधी बोरालाई बाँध भनेको क्या। यहाँ आएपछि मान्छेले बोरालाई बाँधेन भने त्यो पापी। टिकटक बना भने नि त चाहिँ यो गोलो घुमिरहेछ नि त्यसमा त झुन्डी क्या सर घुम मजा आउँछ। म चाहिँ त्यहाँ बिचमा बसेर भिडियो बनाउँछु त चाहिँ त्यो सर त्यो समातेर फनी घुम उ त चस्मिस दाइलाई सोध्नु है माछा। मेरो नङको टुक्रा छ त्यो मेरो नङको टुक्रा हो। यो मेरो नङ सानो छ नि। साँच्ची है त्यो सट्टै उडेर त्यहाँ जान्छ त्यो सट्टै उडेर आउँछ क्या बुझेन। अब चाहिँ हामी चिहान लागेको छौँ टक्कसँगले। यसलाई चाहिँ के अरे चिया तातो भऱ्यो अनि के अरे सेलाउ नुनिलो फ्लेभर होला नि फेरि। चिया चाहिँ दामी छ है लब्बीको छोरी। यसलाई चाहिँ घाम छ अनि घामको पछाडि हामी ए अगाडि म पनि चिया सेलाउँछु हौ। त पर्ची चाहिँ भयो ए तातो भयो। ए तपाईँहरूको बजेट चाहिँ 500 छ। मेरो जस्तो च्यालेन्ज खेलेर आउनुभयो चाहिँ चिया खाएर टार्नुपर्छ नि फेरि होइन। मोमो चाउमिन खायो भने त 500 रुपियाँ सकिन्छ। आफै हान्छ अहिले आउट अफ बजेट काम गर्दिनँ ल। च्यालेन्जमा फलो गर्छु नि म। यो सबै मान्छेहरू त्यो के अरे यो गाडीमा चढ्ने भिड हो है। बल्ल अलिक कन्फिडेन्स भयो क्या भ्लग बनाउने पनि। अघि भिड त कसरी बोल्नु यहाँ अब ऊ पर मान्छे नै मान्छे छ त्यहाँ त बोल्ने कन्फिडेन्सै हुँदैन। यस्तो खालीमा पो टक्कसँगले हात फैलाई यस्तो गरी बनाउन सक्छ त। उता नजिकै हेर्छु यता हेर्छु गरेर हुन्छ तर यो उताबाट मान्छे धेरै क्या। यस्तो चाहिँ काम गर्नु नहुने हो। यहाँको जनतालाई म भन्न चाहन्छु। र अब चाहिँ हामी यसो खाजासाजा गर्नुको लागि जाँदैछौँ अगाडिको ढाबातिर। झोल टक्क छोड्दाउँछ खुट्टा टिपेर कुद्न पाएँ। यो चाहिँ अलिक लोकल हो त्यो चाहिँ लग्जरी हो त। यहाँ चाहिँ लग्जरी हो यो चाहिँ 5 स्टारको 4 स्टार 5 स्टार 5 स्टार 1 स्टार यो 0 माइनस स्टार। हामी छिरौँ गाइज। चटपटे अर्डर गरिसकेको छौँ हामीले चाहिँ। हाम्रो चटपटे पार्टी खत्म और चाहिए मुझे और मिनाजुला भन्न ल खाउनु ल चेस। यहाँ चाहिँ गेम चलिरहेको रहेछ के अरे गिलास ढाल्ने सबै ढाल्यो भने कति करोड रुपियाँ एउटा रह्यो। सिस्टम फार देंगे पैसा कमा लेंगे बुझेन। एउटै बच्चा भन्छु नि छोडिदिनु यस्तोमा मनी वेस्ट गर्नु हुँदैन। त्यो भनेको जुवा जस्तो पैसा सकिन्छ तर त्यो बिजनेस कमाउँदैन कि हामी गरौँ न। हामी के बिजनेस उता आफ्नो पो जस्तो रहेछ त। अहिले चाहिँ यहाँ झन् धेरै भिड भइसकेको छ मान्छेहरू धेरै छ अहिले झन् धेरै। आमामा त्यो यसरी खेल्ने रहेछ क्या पिङ
यो मेरो ब्रान्ड छ यो र हाम्रो च्यालेन्ज चाहिँ एन्ड भइसकेको छ हामी चाहिँ आउट अफ बजेट काम गर्न लागेको छु कहिले हेरेँ भिडियो चुप सबैले अलिक भर्खर चटपटे पनि खायो त्यो देखायो त म त देखाउँछु अनि यहाँ बोर्डिङ चढ्ने हाम्रो फिक्स भएको छ यसो ठाउँमा आएपछि यस्तै हुन्छ क्या नचढ्ने भन्ने ठाउँमा चढिन्छ 200 रुपियाँ पर पर्सन यो बेला चढ्नु मन लागेको रहेछ क्या चढ्नु मन छ चढ्ने भए चढ्ने नचढ्ने पनि नचढ्ने पनि छ चढ्नु मन त यो चाहिँ बोट चढ्नेको लाइन ए यति धेरै लाइन छ अब चाहिँ हाम्रो पालो आउनु लागेको छ घाम डुब्नु लागेको छ ल हामी बसिसक्यौँ सहायता से ल ल ल दौडायो ल ल अब हामी घर पुगेर भेट्नेछौँ र हामी चाहिँ बुढाबादबाट आएको चाहिँ आज नेक्स्ट डे हो होइन तर मैले हिजो कम्प्लिट मेरो च्यालेन्ज जुन 500 रुपियाँको च्यालेन्ज त्यो कम्प्लिट गर्न सकिनँ तपाईँहरू चाहिँ 500 रुपियाँ लिएर चाहिँ नजानु होला है फेरि 1000 रुपियाँ लिएर जानु भने त ठिक्क हुँदो रहेछ ठिक्क 1000 रुपियाँमा च्यालेन्ज कम्प्लिट हुने रहेछ मैले 500 रुपियाँको च्यालेन्ज भनेर गल्ती गरेँ 1000 रुपियाँको च्यालेन्ज गर्नुपर्ने रहेछ अब आज नेक्स्ट डे हो भर्खर फुटसल खेलेर आइयो होइन टक्कै यतातिर यो पनि खेलेको थियो र यस्तै छ अब भ्लग चाहिँ म यतातिर एन्ड गरिदिन्छु त्यही 6 आधी मिनटको जतिको भ्लग भएको छ लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद लाइक र च्यानलमा नयाँ हुन्छ सब्सक्राइब गर्न नबिर्सनु थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई